एक समयको कुरा हो। सानो गाउँमा आरव, सिया र मिलन नामका 3 जना मिल्ने साथीहरू बस्थे। फागुन महिना सुरु भएसँगै गाउँभरि रङ र खुशियाली छाउन थाल्यो। होली नजिकिँदै थियो। आरव धेरै उत्साहित थियो। उसले भन्यो, यसपटक हामी सबैलाई सबैभन्दा रमाइलो होली खेल्नेछौँ। तर सिया अलि चिन्तित थिइन्। उसले भनिन्, हामीले कसैलाई जबरजस्ती रङ लगाउनु हुँदैन है। सबैसँग अनुमति लिएर मात्रै खेलौँ। मिलनले पनि समर्थन गर्दै भन्यो, होली त खुशी र माया बाँड्ने पर्व हो, कसैलाई दुःख दिने होइन। होलीको दिन बिहानैदेखि गाउँभरि होली है भन्ने आवाज गुन्जिन थाल्यो। बच्चाहरू हातमा अबीर र पिचकारी लिएर निस्किए। आरव, सिया र मिलनले पहिले आफ्ना आमाबुबाको आशीर्वाद लिए। त्यसपछि उनीहरू साथीहरूको घर घर गए। जहाँ पनि उनीहरूले पहिले नम्रतापूर्वक सोधे, हामी तपाईलाई रङ लगाउन सक्छौं? सबैले खुशी साथ अनुमति दिए। रंगीन अबीरले सबैका अनुहार उज्याला भए। हाँसो, नाचगान र मिठाईको सुगन्धले गाउँ झन रमाइलो बन्यो। त्यही बेला उनीहरूले देखे छिमेकी काका एक्लै बसिरहेका थिए। काकालाई केही वर्ष अघि होली खेल्दा चोट लागेको थियो, त्यसैले उनी डराउँथे। तीनैजना साथीहरू काकासँग गएर भने, हामी तपाईलाई जबरजस्ती रङ लगाउँदैनौं, तर तपाईलाई शुभकामना दिन चाहन्छौं। काकाको आँखामा खुशीका आँसु आए। उनले मुस्कुराउँदै भने, तिमीहरू साँच्चै असल बच्चा रहेछौ। आज म पनि थोरै रङ खेल्छु। यसरी सबैले मिलेर प्रेम, सम्मान र समझदारीका साथ होली मनाए। त्यस दिन आरव, सिया र मिलनले एउटा महत्त्वपूर्ण कुरा सिके। साँचो होली भनेको रङ मात्र होइन, एकअर्काप्रति माया, सम्मान र सद्भाव बाँड्नु हो। त्यसपछि प्रत्येक वर्ष उनीहरूले सधैँ सुरक्षित र सभ्य तरिकाले होली खेल्न थाले। कथाको शिक्षा, होली खुशीको पर्व हो। यसलाई प्रेम, सम्मान र सुरक्षित तरिकाले मनाउनुपर्छ।